हेलो साथीहरू, के छ तपाईँको हल्लीचल्ली? नमस्कार, म हुँ मोहन ओली। म चाहिँ यहाँनिर हेर्नुहोस् बसेको 1 घन्टा हुन लागेको छु। यो शीतलमा अनि चिसो हावा पनि त्यस्तै चलिरहेको छ होइन। म यहाँबाट हेरिरहेको छु, एकदमै मजाको दृश्यहरू देखिरहेको छु। यो देउखुरी उपत्यका होइन, दाङ जिल्लाको देउखुरी उपत्यका तपाईँहरूलाई म देखाउँछु। हेर्नुहोस् यो कति रमाइलो छ यो ठाउँ। हेर्नुहोस् पुरै यो फाँटभरि हेर्नुहोस्, जता हेर्नुहोस् धानै धान देखिन्छ, हरियो धानका खेतहरू। अनि यहाँनिर ट्याक्क जखेर ताल, अनि यतातिर हेर्नुहोस् लमही बजार होइन। अनि उतातिर हेर्नुहोस् लुम्बिनी प्रदेशकै राजधानी भालुबाङ लालमटिया उता पर्छ होइन। त्यहाँनिर मेरो लास्टमा हेर्नुहोस् त कति रमाइलो दृश्य छ। यो पुरै वनहरू हेर्नुहोस्, यिनी डाँडाहरू हरिया हरिया डाँडाहरू होइन। अनि यो खेतहरू हेर्नुहोस् जम्मै हरियो छ। उतातिर ट्याक्क पहाड, यता पनि म यहाँ जहाँ बसेको छु यो पनि पहाड हो। यो त्यहाँदेखि लिएर यो यहाँसम्म पुरो यो देउखुरी उपत्यका पर्छ। हेर्नुहोस् कति रमाइलो छ। यो लुम्बिनी प्रदेशमा पर्छ, दाङ जिल्लामा पर्छ। अनि यहाँनिर हेर्नुहोस् यो जखेर ताल, एकदमै यहाँनिर यो पहाडको चुरे पहाडको ट्याक्क फेदमा जखेर ताल छ। यहाँ पनि एकदमै रमाइलो छ। अनि हेर्नुहोस् यो यता लमही बजार भयो, यो देउखुरी उपत्यका। उता त्यहाँनिर जो बगिरहेको तपाईँ देख्न सक्नुहुन्छ, यो रोड भन्नु होला, यो रोड होइन, यो राप्ती नदी हो। यहाँ रोड चाहिँ हाइवे यो यहाँ बिच भागमा पर्छ, बिचतिर पर्छ हाइवे होइन। उतातिर हेर्नुहोस् यो पुरै राप्ती नदी हो। यहाँ उल्लो छेउबाट पल्लो छेउसम्म पुरै देउखुरी उपत्यका राप्ती नदी छ। उतातिर पहाड, यतातिर पहाड। एकदमै यहाँनिरबाट हेर्दाखेरि एकदमै मनमोहक दृश्य देख्न सक्नुहुन्छ तपाईँहरू। म यहाँ बसेर हेर्न लागेको 1 घन्टा भइसक्यो होइन। यो शीतल, अनि यहाँनिर यो तलतिर देउखुरीतिर एकदमै गर्मी छ। अनि यहाँनिर आउँदाखेरि हेर्नुहोस् यति मौसम फरक छ। यहाँ शीतल छ, हिँड्दाखेरि चाहिँ गर्मी छ, घाम छ। यहाँनिर बस्दाखेरि एकदमै चिसो हावा चलिरहेको छ। म बसेको यहाँनिर 1 घन्टा भइसक्यो होइन। यो दृश्य हेर्न लागेको र तपाईँहरूलाई पनि देखाएँ। यो भिडियोलाई एक लाइक अनि कमेन्ट गर्नु होला कस्तो लाग्यो तपाईँहरूलाई, अनि सेयर पनि गरिदिनु होला है त। धन्यवाद।